उहाँहरूको क्रियाकलाप देखियो। उहाँले आफ्नो परिचय अस्ति 15 गते दिइसक्नुभयो। 15 गते नै नेपाली जनताले देखिसके राजतन्त्रका पक्षधर भनेर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको 11औं सिराहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दा गर्दै त्यहाँ उपस्थित भएकाहरू खुरुखुरु फर्किएर प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणलाई बेवास्ता गर्दै हिँडेपछि यसले नेकपा एमाले लगायत राजनैतिक वृत्त तरङ्गित भएको छ भने सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रवादीहरूको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत 15 गते भएको विध्वंसकारी गतिविधिले उदाङ्गो बनाएको जिकिर गर्ने बित्तिकै त्यहाँ उपस्थित भएकाहरू खुरुखुरु फर्किएका थिए। यति मात्र होइन, स्थानीय तहको सरकारी खाताबाट मोटरसाइकल र ट्र्याक्टरमा पेट्रोल र डिजेल भरेर लगेका जनताहरू नै उनको भाषणलाई इग्नोर गर्दै फर्किएपछि अब नेकपा एमालेको जनस्तरमा वास्तविक अवस्था कस्तो रहेको छ भन्ने कुरा पनि छर्लङ्ग बनेको छ।